केटाकेटीले भात खाएका छैनन्, भात खाँदा मोबाइल भन्दैछन्, भात खान मानेका छैनन्, मोबाइल दिनु भन्दैछन्। यो पुलिसमा मलाई तुरन्त यो नम्बरमा फोन गर्नु, यो माथिको नम्बरमा फोन गर्नु। मोबाइल दिनु भनेर रुँदैछन्, पुलिस मामा आउँदैछ। भात खाने बेलामा जसले मोबाइल माग्छ तिनीहरूलाई ल्याएर 2 वर्षसम्म जेलमा हालिदिन्छ पुलिस मामाले। यो दिएको नम्बरमा तुरन्त फोन गर्नु, पुलिस मामा तुरन्त आउँदैछ। दबाई खान मानेका छैनन्, बिमारी भइरहेछन् तर दबाई खान्दैनन्, रुन्छन्, दबाई खान्न भन्छन्। यो दिएको नम्बरमा फोन गर्नु, पुलिस मामा हजुरहरूको घरमा आएर जेलमा हालिदिन्छ 1 वर्षसम्म। जसले बिमारी भएर दबाई खान मान्दैन, रुन्छ, त्यसलाई ल्याएर म 3 वर्षसम्म जेलमा हालिदिन्छु। फ्रिजको पानी खाँदैछन्, फ्रिजको चिसो पानी खाँदैछन्, यो नम्बरमा तुरन्त फोन गर्नु। खाली बाहिरको वस्तु खान्छन्, खाली प्याकेटको वस्तु खान्छन्, दोकानको वस्तु किनेर खान्छन्, बाहिरको वस्तुहरू प्याकेटको वस्तुहरू धेर खान्छन्, तुरन्त यो नम्बरमा फोन गरिहाल्नु। यो नम्बरमा डायल गर्नु, पुलिस मामा हजुरहरूको घरमा आउनेछ। स्कुल जान्न भनेर स्कुल जाने बेला रुँदैछन्, यो नम्बरमा तुरन्त फोन गर्नु, पुलिस मामा घरमा आउनेछ। र कुनै पनि जग्गा होस्, नेपाल, दार्जिलिङ, सिक्किम, आसाम, तेजपुर, सिलिगुडी, लखिमपुर, मणिपुर, सिक्किम, गेङटङ, कालिम्पोङ, नेपालको कुनै पनि जग्गा पुलिस मामा 10 मिनटमा आउनेछ। किनभने पुलिस मामासँग हवाई जहाज पनि छ, हवाई जहाज दिएको छ। म 2 मिनटमा हजुरहरू यो नम्बरमा फोन गर्नु होला, म हजुरहरूको घरमा आइपुग्छु।